हेलो गाइज, वेलकम माई युट्युब च्यानल। धेरै लामो समयपछि तपाईँसँग फेरि एउटा सानो भिडियो लिएर आएको छु। आज भाइटिका स्पेसल। पक्कै पनि सबैभन्दा पहिला त सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू देश तथा विदेशमा छरिरहनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई मेरो व्यक्तिगत तर्फबाट चाहिँ भाइटिकाको धेरै धेरै शुभकामना। र आज चाहिँ म के भन्न गइरहेको छु भन्दा, आज हाम्रो भाइटिका स्पेसलको दिन हाम्रो गाउँमा चाहिँ मेला लाग्ने गर्दछ। द्वितीय मेला भनेर नामाकरण गरिएको छ। र जुन मेलामा हुने सम्पूर्ण रमाइला पलहरू सकेसम्म मैले यो च्यानल मार्फत, यो भिडियो मार्फत चाहिँ कैद गर्ने सोचेको छु। र जुन हजुरहरूले पनि हेरेर रमाइलो लिन सक्नुहुनेछ। आशा छ सम्पूर्णले भिडियो रुचाउनु हुनेछ। म चाहिँ अहिले मेला जाने क्रममा बाटोमा छु र बाँकी कुराहरू चाहिँ हामीले देखाउनेछु है त। सो गाइज, यो चाहिँ जोराइलको सिलम्बी बाग, जुन मेला लाग्ने ठाउँमा हामी आइपुगेका छौँ। जोराइलको दृश्य मनमोहक दृश्य छ। यहाँको दृश्यले नै मार्केट खान्छ। फेरि यहाँ हजारौँ श्रद्धालुहरू उपस्थित हुनुभएको छ 2 दिनसम्म लाग्ने जुन हाम्रो मेला प्रोग्राममा। कतिपय व्यक्तिहरू आइसक्नु भएको छ र कतिपय व्यक्तिहरू आउने क्रममा पनि हुनुहुन्छ। सो त्यसै गरी अगाडि चाहिँ भोसो जुधिरहेछ, जुन हामीले हेर्नेछौँ अहिले एकछिनमा। ललित पसल जाउँ न। उहाँ चाहिँ मेरो भान्जा हुनुहुन्छ। सो गाइज, अब हामी चाहिँ मेलातिर आइपुगेका छौँ। म पसल लिएर आउँछु। बस मामासँग जाउँ न, एकैछिनमा आइहाल्यो है त। त्यहीँनिर बस, ललित जाउँ। यो चाहिँ हाम्रो स्पेसल मेला लाग्ने दिन ठाउँ है त। हाम्रो दिदी भेटिनु भएको छ। यहाँ भेटिनु भएको छ। आराम। ठिक छ, जाउँ ललित। मेरा गाउँ कि जहाँ त।
सो गाइज यो चाहिँ दुत्ते मेलाको रातिको माहौल हो, मर्निङ समयको बिहान समयको माहौल हो। सो एकछिनपछि दिउँसो के हुन्छ हामी फेरि भेट्छौँ है त। सो गाइज अब चाहिँ मेला सकिएको छ। हामी मेलाबाट चाहिँ फर्केर यसो आफन्तीहरूलाई भेटघाट कार्यक्रममा जाँदैछौँ। मसँग मेरो भाइ छ। अहिले चाहिँ हामी काफली र
छेपन्डा पुग्यौँ हामी अहिले चाहिँ कहाँ जाँदैछौँ पिपल गर्ने जाँदैछौँ मामाघर जाने भात मासु खाने फर्किने है त अब अर्को साल त त्यहाँ भेटौँला